हेलो एभ्रिवान, नमस्ते। यो चाहिँ मेरो यसपालिको इस्कुस हो। 2025 मा मैले चाहिँ यति इस्कुस फलाउन सफल भएँ। युकेमा धेरै वर्षदेखि कोसिस गरेको थिएँ, तर अहिलेसम्म पनि फलाउन सफल भएको थिएन। यसपालि चाहिँ टन्न फलाएँ भनौँ न। कस्तो मजाले ठुलो ठुलो पनि छ, छिप्पिएको। यो चाहिँ उसिनेर खाने, कोही चाहिँ साथीभाइलाई बाँड्ने, अनि यसको भेराइटीहरू धेरै बनाएर खाने भनेर सोच गरेको छु साथीहरू। र सबैजनालाई नमस्ते छ है। आज चाहिँ हाम्रो इस्कुस टिप्ने दिन आयो। यहाँ हामी चन्द्र भदिनी र म, उसले दुःख गरेर बिचरा यति साह्रो स्याहारेर फलेको छ। त्यसले गर्दा हामी चाहिँ टिप्दैछौँ है हजुर। आज चाहिँ एकदम यत्रो ठुल्ठुलो रहेछ है। यहाँ गुदिन निक्लिसकेको छ, एकदमै पर्किमसकेको चाहिँ अलि चर्केको छ। त्यसले गर्दाखेरि अब हामी चाहिँ आज टिप्ने दिन है, टिप्नु पर्यो होला है कि टिप्नु पप्पा यसरी टिप्यौँ है हामीले हजुर। हेर्नु न कस्तो राम्रो फुटेको रहेछ। हेलो गुदी निक्लेर टिप्नु सबै। अब जाडो लाग्यो मैले त डबल टिपेँ है। टिप्नु सबै टिप्ने। अब यसरी टिप्दै यहाँ राख्नु है। ल कस्तो आफूले दुःख गरेको है। त दुःख गरेको दामी छ। आफ्नै हातको परिश्रम है यो। के होइन दुःख गरे हुन्छ हजुर। बसे सन्छ गरे दामी फलेछ। आमा हेर्नु कस्तो दामी। हेर्नु हेर्न त कति ठुलो है। त नि कत्रो फलेछ तिम्रो पनि। यहाँ पनि छ त्यहाँ निकाल। ए रहेछ माथि नै रहेछ। यता नि छ हौ, एकदम छ। रहेछ यस्तो मजाले एक नाङ्लै हुने भयो। ल नातिमा हेर्नु राम्रो कस्तो खाले यो त रहेछ अझै। अब यो तपाईँ टिप्नु। अब यो त युकेको ठाउँमा है, हामीलाई यति फलाउनु भने फलाउनु त कति दुःखले। नेपालमा भए पो चिज, यहाँ त कति चिज हुन्छ हो त। आमामा नाङ्लो चुली नै हुने भएछ है। यो पनि टिप्नु यो त सबैभन्दा राजा है। कस्तो हेर्नु यो पनि टिप्नु। सबै छिप्पेछ हेर्नु मजाले। त नि उसिनेर खानुपर्छ। खानु आमा मिठो हुँदो रहेछ है यो। राम्रो एक नाङ्लै भयो त हेर्नु। त्यही त होइन। अब छतमा पनि टिपौँ। ए छतमा पनि छ होला एकछिन है। ल कसरी तान्नु। अब यो टिप्नु तान्दा त सजिलो भयो नि त। हो त म तान्छु। हाम्रो चन्द्र भदैनीको यत्रो मेहनत। लो इस्कुस भिडियो गरेको गर्छ। फोटो पनि खिच्दैन एउटा एकैछिन है। भिडियो ल हाम्रो भिडियोको चाहिँ साह्रै चिज हुन्छ। यहाँ दुःख धेरै हुन्छ। यो त भित्र हुर्काएर बाहिर लिएर कम्ती हुन्छ ग्लासमा राखेर होइन। यस्तो होइन भित्राइयो है। अब यहाँ राखौँ। कम्ती गरौँ छैन। ल नदी पनि कस्तो आयो। लु आज चाहिँ बाँकी रहेको अलिअलि खुर्सानीहरू पनि टिपिँदैछ यतातिर। टन्नै रहेछ छ हामीलाई त अब चिसो भइसक्यो। त्यही त नि। लु टिप्नु फुपू धम टिप्दैछु। ल खोर्सानी हेर्नु अब के गर्नु, बिजो के यसरी अब दुःख गरेको है। अब कलिले भए पनि यस्तै हो नि, टिप्नु पर्यो। तर पाकेको छ सबै। पाक्नु त पाकेको छ। अब के गर्नु, यो मर्छ। त्यही त नि। यसरी टिपेन अब के गर्नु, खानै पर्यो। अनि हेर्नु त यो साँच्चीकै रहर लाग्दो फलेको छ होइन। मजाले नै फलेको छ। मजाले फलेको छ नि, अनि दामी फलेको छ।